30 डेज स्टडी च्यालेन्ज भिडियोमा तपाईँहरूलाई स्वागत छ र आज यो मेरो फर्स्ट डे अफ 30 डेज च्यालेन्ज। हिजो सुतेको म 12 बजे, बिहान उठ्दा 5:30 भइसकेको छ। पछि ढिलो भयो भनेर केही नदेखेर सिधै बस्यो पढ्नु 2 घन्टाको लागि। पढ्दा फेरि भोकले पेलिहाल्छ। त्यसपछि म चाहिँ 2टा अन्डा खाएको ट्याक्कै उमालेर। किन भन्दाखेरि यार हामीले हेल्थलाई पनि प्रायोरिटी दिनुपर्छ होइन। पढ्ने भनेर पढेको गर्न भएन, गर्ने भनेर गरेको पनि गर्न भएन। सो भाइ खाने पनि दिनुपर्छ, सबै दिनु। सो यार मलाई बाल भएन, म भिडियो बनाउँछु कसले के भन्छ भनेर। बट होइन, मलाई मोटिभेसन गर्न चाहिँ मान्छेलाई एकदम मजा आउँछ। त्यही भएर मैले चाहिँ पढेँ। त्यस पछाडि फेरि खानासाना पकाएको, खानासाना पकाएर सिधै रुमसुम सफा गरेँ। म चाहिँ फेरि उठ्न बित्तिकै सफा गर्दैन है, खाना खाएर ट्याक्कै गर्ने। त्यसपछि भाँडा माझ्यो, भाँडा माझेर लाग्यो कलगेट गर्नतिर। कलगेट गरेर सिधै बस्यो 2 घन्टाको लागि स्टडी अगेन। तर यार यहाँनिरको चाहिँ एकदम लास्ट निद लाग्यो हुन्छ। सो खासै प्रोडक्टिभ चाहिँ निस्किन्न यो 2 घन्टा चाहिँ मेरो। किन भन्दाखेरि म वर्कआउट नि गर्छु नि त, वर्कआउट नि एकदम इन्टेन्स हुन्छ। सिधै गएर नुहायो चिसा पानीमा, टक्क टाउको ठिक भइसकेपछि अगेन पढेर माथि गएको थिएँ म चाहिँ रोम हेर्ने भनेर। सो बिचको 2 घन्टा चाहिँ त्यतिकै वेस्ट भयो। खानासाना पकाएर त्यसपछि पढ्यो, 100 चोटि जति पुसअप हान्यो, थोरै एकछिन डम्बेल उठाइयो। देन मेरो वर्कआउट नि कम्प्लिट भयो। गर्दा लगभग 12 12:30 भइसकेको थियो। किन भन्दा यार वर्कआउट नगर्ने भने झन् फेरि भोलि दिमागले काम गर्दैन मेरो चाहिँ। त्यसपछि अगेन बस्यो पढ्ने। पछाडिको नेक्स्ट भिडियोमा हेरौँला। ओके बाइ बाइ गाइस, लाइक चाहिँ गरी